केडाहरू साथमा मेरो थियो सानो ग्याङ पढाइतिर कहिले पनि दिएन ध्यान स्कुल जाने डेली तर दिएन ज्ञान हाम्रो त्यति दामी हाम्रो सर पनि फ्यान हामी हिँड्थ्यो झोला बोकी स्कुल जाने जहिले एसेम्बली सुरु हुँदा टोइलेट जान्थ्यो जहिले हिँड्थ्यो कपाल पिटे खाने जहिले पढाइको बाल थिएन चिन्ह हुन्थ्यौँ जहिले पढाइरहेको सर हामी हाँसिराख्ने जहिले चालु हुन्थ्यो क्लास हामी खाइराख्ने जहिले एकअर्काको जिल्ला खाँदै दिन हाम्रो बित्यो हामी हल्ला गर्दा अफिससम्म पुग्थ्यो कुनै पिरियड घाउ लाग्दा सबैजना सुत्थ्यो घन्टी लाग्दा बित्तिकै टोइलेटतिर पुग्थ्यो केडाहरू साथमा मेरो थियो सानो ग्याङ पढाइतिर कहिले पनि दिएन ध्यान स्कुल जाने डेली तर दिएन ज्ञान हाम्रो त्यति दामी हाम्रो सर पनि फ्यान